के गर्दैछौ गाउँतिर आजकल? आजकल के गर्छु ए हरि संसारै भयो मन परी उज्यालो संसार देखाउन जाँदैछु। संसार देखाउनको लागि, आफू बाँच्नको लागि, पछि पनि जिब्रो टोकिसकेपछि पनि बाँच्नको लागि एउटा कृति छोड्नुपर्छ। बर पिपल चार्नुपर्छ, अनि चौतारो चिन्नुपर्छ, बर पिपलको बिहे गर्नुपर्छ, अनि नाति पनाति खनातिसम्म हाम्रा बाजेले सारेको अरे यो पिपल, यो चौतारो। आहा सारा हावा लाग्यो कि एउटा कृति त्यो राख्नु पर्यो। होइन भने कलम चलाउनु पर्यो, कविता लेख्नु पर्यो, उपन्यास लेख्नु पर्यो, निबन्ध लेख्नु पर्यो, किताब छपाउन पर्यो, सबैलाई बाँड्नु पर्यो। कृति छोरो जन्मोस् सुरवीर जन्मोस्, छोरो जन्मोस् सुरवीर जन्मोस्, केही पनि नगर्ने छोरो जन्मदै नजन्मोस् भन्थे के बाजेले। हो त अनि कुरो गहन गर्नुभयो। हेर्नुहोस् अहिलेका पढे लेखेका यी नानीहरू बाबुहरू उज्यालो संसारमा यो नेपाली भूमिमा कीर्ति राख्ने गौरव हो। अब यसमा उज्यालो संसारमा नानी बाबुको उत्साहजनक गाउने, शुभचिन्तकलाई सम्मान दिने, पूर्व मेची पश्चिम महाकाली उत्तरदेखि दक्षिणसम्म हाम्रो नेपाली भूमि राम्रो उज्यालो छ, यो दीर्घायु रहोस् भनेर म यस्तो विचारले जहाँ गइदिए यो नेपाली हुन्थ्यो भन्ने आशामा छु। अहिले त कस्तो भयो, यो देश त वृद्ध र बालकहरूको बालाश्रम वृद्धाश्रम भयो। एयरपोर्टमा गयो, सुटकेस बोल्न तारेर माला लगाएर यस्तै खाजा लगाएर गर्दै जानेको लर्को। गाउँमा गयो, खेत बाँधै बारी बाँधै घरमा ताला ठोकेका छन्, घरका भित्तामा लेउ त्यो काई लागेको छ, अनि आँगनमा चाहिँ झार उम्रेको छ। बुढो लौरो टेकेर सकी नसकी गर्दै चाहिँ नि डुलेका छन्। त्यस्तो अवस्था भएको हुनाले अब मलाई चाहिँ नि साह्रै अफसोस लाग्यो। अनि त्यही अफसोस लागेको हुनाले अफसोस भनेर पुस्तक निकालेँ के मैले, र अब त्यो सिनेमा पनि बनाउने हो त्यसको। कति राम्रो शब्द भन्नुभयो। हेर्नुहोस् यस्तो पुस्तक निकाल्ने, प्रवचन, राम्रा राम्रा चिजहरू लिएर आएर राख्ने। हेर्नुहोस् हाम्रो ज्येष्ठ नागरिकलाई सम्मान दिने, सानो बाबु नानीलाई उत्साहजनक दिने, यो त परम्पराको अघि पृथ्वीनारायण शाहको पालादेखि नै रहेछ नि। हेर्नुहोस् त यी नानीहरू, त्यो नानी 19 वर्षसम्म इरामय भनेर संस्था दर्ता गरेर यही नेपाली माटोमा केही कोतरेर, भूमि कोतरेर यहीँको चाहिँ नि केही व्यवसाय गरेर पनि बाँचिराखेकै छन्। अब विदेशै उडेर गएर अनि उतै पलापिएर नेपालमा केही गर्ने होइन, अनि आउँछ र 6 लेनको बाटोमा सारा कारमा घुम्छ, केही विकासै भएको रहन्छ। अब तपाईँ बुढो र ढाकुरी, म बुढो, बैठी कोदालो खनेर अनि बाटो बन्देला, सिँचाइ कुलो नहर बन्ला, अनि त्यसपछि चाहिँ यहाँ ठुल्ठुला बङ्गला बन्लान्, यहाँ केही बन्नेवाला छैन। हामी त सक्दैन, अनि भएको हामीले श्रम जति कहाँ पठायौँ, विदेशमा पठायौँ। यो त दासहरू नोकरहरू उत्पादन गर्ने मुलुक भयो।